अहिले चाहिँ हामी बाटोमा छौँ। हामी गोदावरीको लागि गाडी लिन जाँदैछौँ त्यो स्वयम्भू स्ट्यान्डमा। अनि साथी पनि साइडमै छ। अनि अलिक ढिलो नै भइसकेको छ अहिले हामीलाई। लगभग बिहानै निस्किनु पर्ने थियो र राइट नाउ बरै ढिलो भइसकेको छ। अलिकति खानासाना पकाउँदा खाँदा ढिलो भएर छ अहिले हामीलाई। लगभग 1 बज्नै आँटिसक्यो। अनि त्यहाँ पुगेर हामीलाई फर्किनु पनि छ। एन्ड वी आर अन आवर वे। वी आर अन द वे। अनि एउटा साथी पनि छ। अनि ऊ हामीलाई अगाडि कुर्दैछ त्यो स्टेसनमा, टेम्पो स्ट्यान्डमा। र हामी अहिले बसमा छौँ। एन्ड हाम्रो हालत यस्तो छ, हाम्रो कन्डिसन तपाईँहरूले हेर्नु सक्नुहुन्छ। हो हेर्दैन आयो मन्दिर। चाहिँ जाँदैछौँ गोदावरीतिर। यसो पनि भिजिट हान्नु यसो यता यताउता भ्यूहरू चाहिँ लास्टै राम्रो छ। अब यहाँबाट गाडी पाइन्छ सिङ्गल जु मात्र हो। हेलो एभ्रिवान, बस जोजो लप्पा लप्पा चलिन हिसाब गरेँ मैले कति बजिसक्यो। मेरो साथी यहाँ पनि छ। हेरे तपाईँ टिका कसरी लगाइरहेको है? टिका त राम्रै छ। बाबाले के लगाइदियो चिकन खिला के लेट रहा झुमा तो छाडी होला। त्यो अस्ति त्यो मलाई देखाउँदै थियो नि, त्यो सिडीमा कसरी चढ्दै थियो। त्यो सुटी अलिअलि थियो नि, यस्तो घोप्टो परेको। त्यो चाहिँ त्यहाँनिर उकालोमा चढ्ने बेलामा देखाउनु ल। तर भाडा पनि कुनै कुनै गाडी मात्रै बढ्दो रहेछ नि त। आइडी कार्ड ल्याउनु बिर्सेँ न त। कलेज फ्री हुन्छ नि त। भाडा बढिसक्यो, 26 गतेदेखि बढेको छ। अनि फेरि अङ्कलले यस्तो मजाको सिट पाएर पनि 10 रुपियाँको लागि बार्गेनिङ गर्दैछ है यहाँनिर। होइन भाइ? हामी चाहिँ यस्तो अवस्थामा बसेर पनि हामी चाहिँ दिन्छौँ 5 रुपियाँ धेरै नै। टिप्स पर्सियोहरू। शनिबार अरू दिन त कलेज गइहाल्छौँ त दाइ। शनिबार त यस्तो गरेर कहाँ हुन्छ त यार? स्टुडेन्टलाई त छुट्नुपर्छ है। शनिबार भनेर त्यस्तो कहाँ काट्न पाइन्छ कि दाइ? अरू दिन त कलेज गइहाल्छ। शनिबार चाहिँ स्टुडेन्ट
शनिबार त घुम्ने हो साँच्ची राम्रै भन्यो भने त यो त अति हो नि दाइ हो। अरू सबले काट्छ तपाईँले मात्रै काट्नुहुन्न अब हामी उताबाट धुलीखेलबाट आउने बेला काटिरहेछ त कल गर्नु न त अरू गाडीतिर गएर हेर्नु हजुरले लिन्छ हामी धुलीखेलबाट आएको कि दाइ धुलीखेलमा काट्यो तपाईँ यहाँ काट्दैन आउनुहोस्। दिएछ दाइले हिसाब गर्नु त हाम्रो 140 हुन्छ हामी दिन्छौँ ए ला पछाडि छु म भाग्दैन यताबाट भाग्न हजुर अहिले झरे बस्नु दिनु क्या हामी बर पुग्नु न निकाल्नै मिलेन कितना अमीर हो भाई तुम कितना अमीर हो तुम सलाम सर भन्नु ट्राफिक पुलिसले के गरेको भाइ त्यसरी रेस्पेक्ट हो नि त यहाँ जेन्जीको रेस्पेक्ट हो नि आगे का नजारा पहुंच के दिखाता हूँ दोस्तों दाई जापानको टोयलेट हो कि यो हो भर्खरै पुगेँ मैले गोदावरी पार्क भन्ने ठाउँमा म पनि फर्स्ट टाइम नै आएको अहिले त्यही चरपटी खानलाई लास्ट अरे यस्तो आवेश नआउनु केटा हो अलिकति जोडले बोला न अनि पो जान्छ त्यहाँनिर हामीलाई पनि मायाले हेर पार्वत लै मिठो मिठो ताजा ताजा झटपट आयो चटपट खाएर हिँड्नुपर्छ अब झटपट कस्तो ब्युटिफुल हरियालीहरू छ यहाँ अभी दिखाऊंगा तुम लोगों को यता फर्के पनि परि उता फर्के पनि परेन हामी मात्र नपरि होइन परीको कुरो गरेको होइन क्या
भनिदिनु नि त यसो भिएफएक्समा के भयो एकचोटि भनिदिनु त्यसो त मभन्दा बेटर एक्सप्लेन गर्छस् नि त पखला 2 मिनेट भिएफएक्समा के हुनु के नगे गयो 5 मिनट बस्यो भिआइपी प्याकेज लिएको थिइस् कि नर्मल हाम्रोको भिआइपी आम्बो रिचनेस देख रहे हो भिआइपीमा चाहिँ के भयो त्यस्तो मैले खासै डिटेल बुझिनँ नि त म त्यहाँभित्र थिइनँ नि त त्यही पनि त्यही हो त्यो 5 मिनट के गरेर बिताइस् सोफामा बस्यो चक्लेट खानुले यति चक्लेट बोक्दै थियो म चुपचाप बसेँ त्यही हो चक्लेट पनि दियो त्यहाँ खान ए बाउलमा राखेको हुँदो रहेछ ए अनि जुस पनि दिन्छ भन्दै हुनुहुन्थ्यो सेन्सरले त्यस्तो केही दिएन अब त्यो अनि पैसा चाहिँ कति लियो 6000 तर कति तिरिस मैले कति तिरेँ मैले 4000 जति तिरेँ 4000 मा 200 कम अब पछिबाट त्यही अफिसमै लिने भाइ 800 रुपियाँ फिर्ता पनि गरिदिँदो रहेछ अनि मेरो कति लाग्यो 3000 जति आधी ठिकै हो त आधी पे गरेँ ए आधी भन्दैछु तैँले फुल नै पे गरिस् मैले चाहिँ आधी पे गरेँ मेरो पनि लगभग कति अब लगभग हामी त 2 घन्टा अगाडि नै गइहालेको थियौँ क्या केही पनि काम थिएन हामीलाई त्यहाँनिर फोटो सुरु गर्दै थियो 1 बजी पुगेको छिराइदिएको भित्र छिरेको नर्मलमा यसो हेरेको लाइन त तिर चाहिँ अब भिआइपीतिर चल्दै केटा लाग्दै ए ल ठिकै रहेछ त नि सबै राम्ररी नै गरिस् त्यसो भएन एकजना अगाडि एकजना बिचमा मैले चिगम चबाएर यस्तो आवाज आउँदैछ मेरो लास्टै गुलियो रहेछ त है चिगम त हामी चाहिँ अहिले पहाडतिर जाँदैछौँ कहाँ जाँदैछौँ भाइ बन सगरमाथा भन्दा कम छैन है चण्डी हो म चाहिँ बिस्तारै कुदाउनु छैन यतिजना भिडभाड छ मुला कोही फोटो खिचाइरहेछ कोही के गरिरहेछ आन्टीहरू पनि मनपर्छ मलाई आन्टी लभर हो भाइ सुटी होइन यस्तो मान्छे नभएको बेलामा यस्तो मान्छे नभएको बेला बस्छ र मेरो मनिल दोस्तलाई देख्यो जिग्री मेरो मनिल जिग्रीलाई देख्यो यता फिर्का न अब यो यता बिचपाटामा चाहिँ कन्स्ट्रक्सनको काम चल्दैछ अहिले हामी गोदावरीको कहाँ जाँदैछौँ थाहा नै छैन वनमा जाँदैछौँ नाइस थ्याङ्क यू चस्माको कलर त चेन्ज हुँदै जाँदैछ के हो भाइ चेन्ज हुन्छ नि मनजनले माझ्दा अनि थोरै बाटो चाहिँ कन्स्ट्रक्सन भएको रहेछ बनेको रहेछ ग्यास पड्काइदिएर रमाइलो गर्नु खुट्टा स्लो लाग्दैछ त आफ्नै खुट्टा हेभी लाग्दैछ त ए साँच्ची हामी लगभग आधी बाटो पुगिसक्यौँ अनि यो मान्छेले फिर्क्यौँ भन्दैछ अब त झर्ना हेरेरै जाने ब्रो कोही झर्ना बोलेर मैं के देखाइस् ले ओए झर्ना बोलेर ल्याएको थियो झर्ना भनेर यत्रो माथि ल्याएछन् एन्ड अझै यो सिडी चढ्न पनि भन्दैछ यिनीहरूले जाम भाइ
लाग्दैन होला जुका त जुकालाई के जुका लाग्छ र हैन र भाइ पुल पनि छैन त ओइ न झरना छ झरनामा यो पाइपको पानी देखाएर चाहिँ केटाहरूले अनि न यहाँनिर पुल छ पानी पाएबाट झर्ना बग्दैछ त्यही फिल गर्ने आँखा तिमीले र झर्ना कस्तो ल्याङ्गो न पुल देखायो न झरना करने क्या आए थे बकचोदी फाइनली बाटो पनि भेट्यो एन्ड यो ब्लग चाहिँ अलिकति लङ नै हुनेवाला छ किनकि न त केटाहरूले पुल नै देखायो न त पानी नै देखाएछ खोइ मलाई जान देऊ पहुँच गया बिस्तारै बिस्तारै नाइस ल तेरो पालो फुले बच्चु रोड लिएर आइदिएर मुख बाउ भाइ चाहिँ अलिकति विदेशी जस्तो देखिँदैछ त हौ भाइलाई भाइ कहाँबाट हो तिमी डक्टर मार्टिन लाएर आइदिएर नि त्यो पनि डबल सोल हामी टपमा अब के छ खोइ के छ टपमा अब त्यो त्यहाँनिर खाएर जाने घर जाने कि माथि जाने ल ठिक छ गुड अहिले चाहिँ हामी किटी पार्टी गर्दैछौँ दोस्त सबैजना साथी नै हो यहाँ हाम्रो हेर न ल न दुई शब्द केही बोलिदेऊ न धन्यवाद के बोल्छ रे चुतिए अनि सुन्न यो यसरी नै उभियो भने चाहिँ हामी माथि जाने हैन माथि जाने अनि फेरि यो सुतो भने म जादिनु ल भोलि आउनु पर्छ नि त्यसपछि ल जाने यहाँ सबैको जाने अरे त्यो पनि भइसक्यो ए नजाने म त भोलि त आउँछस् नि अब तल जाँदाखेरि फिक्स आउँछु ल भोलि बिहानै आउनुपर्छ ल मिलन आउँछस् कि आउँदैनस् भोलि ल भोलि आउने होइन भाइ यस ल फेरि भोलि काम गर्न जाने भन्यो भने त फेरि ल भाइ त आइ नै हाल्छ भाइको घर नै थियो अरे बङ्क हान्नुपर्छ है भोलि काम पनि अब ल हप्तामा 2 दिन चाहिँ काम हामी चाहिँ घर जाँदैछौँ अनि केटाहरूले झुटो बोलेर यहाँ ल्याएको रहेछ पानी र के देखाउँछु भनेर ल्याएको थियो पुल देखाउँछु भनेर लास्टमा पहाड की चोटी तक नहीं ले जा पाए ये लोग हम मेरे को त्यहाँदेखि मलाई भ्यू हेर्नु मन थियो एन्ड हामीले हाम्रो प्लानिङ के गरिदिउँ है पोस्टपोन गरिदिउँ भोलि आउने अरे भनेर भोलि आएर हामी के गर्ने भाइ भोलि आउने होइन तिमी आउने हो सनराइज हेर्न आइपुग्नु सनराइज हेर्नु होइन होइन अनि त्यहाँनिर चाहिँ अलिकति बादलहरू पनि छुने गरी त्यो सिन्सहरू छ अरे खै के भन्दै थियो मुलीहरूले देखाउन चाहिँ लगेन खालि गफ मात्र दिँदो रहेछ अब भोलि हामी जान्छौँ होइन त भाइ हो नि होइन भाइ आइ भनिदेऊ न मिलन सान कस्तो माथि नगएको हो छ्या स्वयम्भू जाने हो अहिले स्वयम्भू हामी नाइटको भ्यू लिनेछौँ आज स्वयम्भूको होइन त जान्छस् नि होइन ल
त्यहाँको पनि हामीलाई नाइटको त्यो लिएकै छैन अनि हामी भोलि भर्खर हो भोलि त्यहाँ जान्छौँ एन्ड देन के गर्छौँ केटा भोलि त्यहाँ गएर भोलि चाहिँ फिक्स जाने है भाइ त्यहाँनिर त पुग्ने नै हो जसरी भए पनि होस् नि है भोलि चाहिँ जानै पर्छ जसरी भए पनि ओके नभए घरै जाँदैन जसरी भए पनि त्यहाँ जान्छ एक्लै भए पनि राम्रो छ हौ एउटा गीतमा टिकटकमा हालेर सो हेलो गाइज वेलकम टु ब्याक हाम्रो ब्लगमा तपाईँहरूलाई स्वागत छ एकदम पुरै सब्सक्राइब सब्सक्राइब लाइक कमेन्टमा अरू फेरि गरेन कमेन्ट चाहिँ जे पाए त्यही आयो